दाङमा पहल थिएटर निर्माणको तयारीमा छौँ। म यसको संयोजकको हिसाबले यही पहल थिएटर निर्माणको अभियानमा व्यस्त छु। दाङमा आधुनिक नाट्यघर नहुँदाखेरि यो रङ्गमञ्चको जुन स्तरबाट विकास हुनु पर्थ्यो अथवा नाट्य मञ्चन परम्परा जुन ढङ्गले समृद्ध भएर विस्तारित भएर आउनु पर्थ्यो त्यो चाहिँ आउन सकेन। त्यसको कारण चाहिँ दाङमा आधुनिक नाट्यघर थिएटर नहुँदाखेरि हुन सकेन र नाट्य क्षेत्रका कैयौँ प्रतिभाहरू अब यो मञ्च नहुँदा थिएटर नहुँदाखेरि ओझेलमा परे र दाङ सांस्कृतिक हिसाबले निकै विविध र समृद्ध छ। त्यहाँ वादी समुदाय, थारू समुदाय, गन्धर्व समुदाय, अवध समुदाय, नेवारी समुदाय लगायत धेरै सांस्कृतिक विविधताले भरिपूर्ण भएको जिल्ला। त्यहाँको लोककला, लोक परम्परा, लोक संस्कृति जसरी बाहिर आउनु पर्थ्यो त्यो आउन नसकेको कारण चाहिँ थिएटर नहुँदाखेरि भयो र यसले देशभरि हामीले सांस्कृतिक अन्तर्संवाद गर्न पनि नसकेको, दाङ छुटेको जस्तो अनुभूति भएपछि हामीले दाङमा एउटा थिएटर निर्माण गर्ने भनेर अभियान सुरु गरेका छौँ। यसैबाट हामीलाई चाहिँ एउटा हामीसँग पनि एउटा मञ्च होस्, रङ्गमञ्च एउटा नाटक होस् जहाँ हामीले चाहिँ आउने पुस्तालाई आफ्नो चाहिँ नाट्य प्रतिभा, आफ्नो कला प्रतिभा प्रस्तुत गर्न सकुन् भन्ने त्यो सोचका साथ हामीले थिएटर निर्माण गर्न सुरु गरेका हौँ। थिएटर त कस्तो रहेछ भने अहिले जतिसुकै हामी अब प्रविधि र अरू आधुनिकतिर गए पनि अब थिएटरमा गएर नाट्यघरमा गएर बसेर नाटक हेर्ने परम्परा चाहिँ पछिल्लो समय पनि अझ बढ्न थालेको छ। दाङतिर पनि अब थिएटर संस्कृतिप्रति चासो, अभिरुचि एकदम बढ्दो छ। हामीले यो निर्माण घोषणा गरेपछि हामीले त्यो माहौल देख्यौँ। सबैले चाहिँ एउटा नाट्यघर चाहिँ जरुरी रहेछ। यतिका वर्ष बित्दा पनि अग्रजहरूले एकदमै भन्नुभयो, यतिका वर्ष बित्दा हामीले एउटा नाट्यघर बनाउन सकेनछौँ होइन भन्ने हिसाबले त्यो चाहिँदो रहेछ। यद्यपि अब कला प्रस्तुति प्रदर्शनकारी कलाका लागि विभिन्न माध्यमहरू भए पनि थिएटर पनि यो मानिसहरूलाई एकै ठाउँ बसेर होइन अन्तर्संवाद गर्ने, सांस्कृतिक अन्तर्संवाद गर्नको लागि एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक स्थान हुने भएको हुनाले थिएटरको भविष्य उज्यालो छ, राम्रो छ। अब हामीले पहल थिएटर निर्माण अभियानलाई यसलाई जनस्तरबाट निर्माण गर्न चाहेका छौँ। यसबारे हामीसँग अब एउटा उत्साह र जाँगर त भए पनि थिएटर सम्बन्धी फेरि हामीलाई व्यवहारिक प्राविधिक ज्ञानहरू छैन। यसमा हामीले अग्र सबैबाट यसमा चासो राखिदिन, हामीलाई मार्गदर्शन गरिदिन र हामीलाई ऐक्यबद्धता जनाएर उत्प्रेरित गरिदिन भनेर म सबैमा अनुरोध गर्न चाहन्छु।